Hello guys, welcome to my new YouTube channel and myself Smriti Gurung and I'm from Sikkim. अन्त फिलहाल चाहिँ गाइस म दार्जिलिङ आएको छु तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ हेर्नुस् है अन्त यहाँको भ्यू चाहिँ यस्तो दामी हेर्नुस् यस्तो दामी मलाई चाहिँ यस्तो मन परेको हैन यहाँको भ्यू चाहिँ यस्तो दामी रहेछ है जस्तो सिक्किममा अब सिक्किममा छैन जतिको चाहिँ यो जतिको चाहिँ सिक्किममा चाहिँ छैन हैन गाइस अन्त यहाँ हेर्नुस् न चियापत्ती बारीमा आएको छु म चाहिँ जस्ट भिडियो क्रिएट गर्नु लागि मात्रै आएको किनकि यो मेरो फर्स्ट भिडियो हो हैन अनि मलाई थाहा चाहिँ मलाई चाहिँ अब त्यति अब आई हेभ नो आइडिया हैन कसरी अब भिडियो बनाउनु पर्ने भनेर हैन सो गाइस तपाईहरुले चाहिँ जति सक्दो मलाई सपोर्ट गर्नुहुन्छ भनेर चाहिँ मैले आशा राखेको छु गाइस है एन्ड अन्त यो भिडियोमा चाहिँ म तपाईलाई मेरो इन्ट्रोडक्सन पनि दिन्छु लस अन्त मेरो चाहिँ माइसेल्फ चाहिँ स्मृति गुरुङ है अनि मैले तपाईँलाई अघि भने म चाहिँ सिक्किमबाट हो फिलहाल चाहिँ म दार्जिलिङमा मेरो साथीको घरमा आएको छु त्यो पनि यसो भिडियो क्रिएटहरू गर्नुको लागि मात्रै आएको जस्ट घुम्दै है अन्त चाहिँ अहिले चाहिँ म फिलहाल दार्जिलिङको चाहिँ सिंहबारी भनेको चाहिँ अलिक मुनिपट्टि जग्गामा चाहिँ है अन्त अब भोलि चाहिँ म उता बजारपट्टि जानुपर्ने छ भिडियोको लागि हैन अन्त यो चाहिँ अब जति सक्दो चाहिँ म भन्छु मेरो फर्स्ट भिडियो तपाईहरुले जति सक्दो चाहिँ मलाई अब हेल्प गर्नुहुन्छ मलाई सपोर्ट गर्नुहुन्छ तपाईहरुले मलाई माया दिनुहुन्छ भन्ने जति सक्दो आशा राख्छु हैन अन्त म चाहिँ यसरी युट्युब भिडियोहरू बनाउनु चाहिँ म चाहिँ कोबाट इन्स्पायर भएको भन्दाखेरि चाहिँ म चाहिँ तपाईहरुले सुन्नुभएको होला भक्तिलाई हैन म उहाँबाट इन्स्पायर भएको हैन मलाई पनि उ जस्तै पपुलर हुनुहुन्छ हो त्यो हुनुको लागि चाहिँ तपाईहरुले मलाई सपोर्ट गर्नु पर्यो है ल तपाईहरुले मलाई सपोर्ट गर्नुभयो भने तपाईलाई म दामी दामी ठाउँहरू देखाउँछु दामी दामी जग्गाहरू देखाउँछु है प्लेसहरू देखाउँछु जति सक्दो तपाईलाई मन पर्छ होला गाइस सो अहिलेको लागि चाहिँ यति नै हो अन्त अहिले भरेतिर चाहिँ तपाईलाई म यस्तो दामी ठाउँ लान्छु त्यहाँनिर तपाईहरु पनि देख्न सक्नुहुन्छ है नि ल बाइ बाइ